अनि हामी यहाँबाट अब सायदै अगाडि पनि जान सक्दैनौँ होला। स्किन डिजिज भयो, त्यहाँबाट बोनको कतिवटा प्रब्लम हुन्छ होइन, त्यो मर्केर भएको पुरानो दग्दीहरू त्यो चाहिँ जाति हुन्छ यहाँ चाहिँ। खोज्दै थियो सबै ढाकेर सेतै भएको रहेछ। अब पछि लाउनै पाउँदैन हो। हजुर दल दिन्छु भनेर म ढिलो सुत्छु किन भन्नुहोस् त। त्यो चाहिँ कस्तो भयो त अनुभव आजको? दामी बादलमाथि। चिवा भन्ज्याङको रोड चाहिँ यस्तो छ है, कन्डिसन एकदमै गाडी कुद्छ, आरामसित तपाईँहरू आउनु सक्नुहुन्छ। बाइकर्सको लागि पनि राम्रो छ है। तपाईँहरूलाई माथि गएर पनि यसको अपडेट दिनेछु। मेरो इन्ट्रोमा हजुरहरूले देखिहाल्नुभयो, आज पनि चाहिँ हामी नाम्चीदेखि वेस्ट सिक्किमको भ्रमणमा निस्केका छौँ र यहाँहरूलाई पनि अवश्य म सँगै लानेछु। यो ठाउँलाई चाहिँ बिरदाङ भनेर भनिन्छ, किच्चुडुम्रा पनि भनिन्छ। यो ब्रिज तपाईँले यहाँबाट उता वेस्ट अनि यता चाहिँ साउथ छ। हामी चाहिँ हाम्रो ट्र्याकिङमा मसँग यहाँ जो हुनुहुन्छ है, सर हुनुहुन्छ, हामी 3 भाइ चाहिँ वेस्ट सिक्किमपट्टि जाँदैछौँ है। वेस्ट सिक्किम अनि नेपालको बोर्डर पनि हामी क्रस गर्छौँ है। त्यहीँ गएर तपाईँहरूलाई हाम्रो ट्र्याकिङको बारेमा डिटेल्समा भन्नेछु है। र आज गएर हामी माथि होल्ड गर्छौँ र भोलिबाट हामी हाम्रो ट्र्याकिङ सुरु गर्छौँ। सो अहिले चाहिँ हामी किच्चुडुम्रा पुगेको अपडेट तपाईँलाई दिइरहेको छु भने स्टे ट्युन फर द मोर अपडेट्स। लेक्से पुग्न अघि यो तातो पानीको दृश्य र अहिले भने चाहिँ हामी हाम्रो जुन ट्र्याकिङ जाँदै गर्दाखेरि त्यो तातो पानी भन्छ, जो चाहिँ लेक्सेपको अगाडिपट्टि छ, हट स्प्रिङ भन्छ। यहाँ धेरै मान्छेहरू आउने गर्छ बिमारीहरूको लागि विशेष गरेर। तपाईँहरू पनि आउन सक्नुहुन्छ। यो चाहिँ यहाँ मुनि छ है। अनि यहाँ होमस्टेहरू पनि रहेछ हो। हाम्रो होमस्टेको मालिक यहाँ पनि हुनुहुँदो रहेछ, उहाँको पनि होमस्टे यहाँ तल रहेछ हो। सो तपाईँहरू आउनुभयो भने चाहिँ उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ है। हजुर तर अलिक डिटेल्स राखिदिनुहोस् तपाईँको। यो चाहिँ तपाईँको नोभेम्बरदेखि स्टार्ट हुन्छ अब मेसम्म। यसमा चाहिँ तपाईँको त्यो स्किन डिजिज भयो, त्यहाँबाट बोनको कतिवटा प्रब्लम हुन्छ होइन, त्यो मर्केर भएको पुरानो दग्दीहरू त्यो चाहिँ जाति हुन्छ यहाँ चाहिँ। निकै धेरै टाढोबाट लागि चाहिँ धेरै राम्रो। भुटान र नेपालको चाहिँ ज्यादा आउने गर्थ्यो पहिला चाहिँ हो। अहिले मान्छे आउनु चाह्यो भने चाहिँ कुन टाइम चाहिँ ठिक छ यो समयमा चाहिँ, स्पेसली समर टाइम? मार्च एन्ड अप्रिल चाहिँ दामी हो। हजुर किनभने अब यो टेम्परेचर पनि तपाईँको राम्रो हुन्छ अहिले चाहिँ हो। तपाईँको आफ्नै पनि रहेछ नि होमस्टे? हजुर हजुर यहाँ हाम्रो छ। तपाईँहरू आउनु चाहनु भने उहाँलाई पनि सम्पर्क गर्नुहुन्छ। तपाईँको शुभ नाम छ? लिजुङ राई। तपाईँको कन्ट्याक्ट नम्बर दिनुहोस् न। 9593781555। तपाईँहरू यदि यो हट स्प्रिङमा आउनुभयो भने यो नम्बरमा तपाईँ सम्पर्क गरेर आउनु सक्नुहुन्छ। सो यहाँनिर होमस्टेहरू छ है तपाईँलाई स्टे गर्नको निम्ति। सो यहीँ राखिदिएको छु नम्बर है, तपाईँहरूले नम्बरबाट पनि हेरेर आउनु सक्नुहुन्छ। र अहिलेको घडी भने चाहिँ हामी लेक्सेप बजार पुग्न लागेको छौँ है। सो यो चाहिँ हो लेक्सेप मन्दिर। यहाँ चाहिँ धेरै मान्छेहरू यस मन्दिरको दर्शन गर्न पनि आउँछ। पहिले यहाँ ब्रिज थियो, त्यो ब्रिज एकखेप है नेचुरल डिजास्टरले लगेर गयो है, भत्किएर गएको छ। फेरि कन्स्ट्रक्सन हुन्छ होला सायद, कामहरू गर्नु हुँदो रहेछ। यस्तो प्रकारको छ है। हाम्रो भ्रमणमा हामी लेक्सेप गेजिङ हुँदै अहिले भने पुगेका छौँ पेलिङ। यो पेलिङबाट हामी देन्ताम स्काई वक पनि जान सक्छौँ भने हामी आज जानुपर्ने उत्तरे हुँदै माथि चिवा भन्ज्याङ होमस्टेमा, अनि त्यहाँ गएर तपाईँहरूलाई देखाउनेछौँ त्यहाँको दृश्यहरू पनि। र अहिले भने चाहिँ हामी जाँदैछौँ उत्तरे बजारपट्टि। मेन रोड चाहिँ उहाँबाट उकाल जाँदा पनि हुन्छ, तर उहाँबाट उकाल जानुपर्छ नि, उत्तर जाने। थ्याङ्क यू। हामी चाहिँ उत्तरी निस्किने बाटो भुलेर उता गएछौँ। जानुपर्ने यहाँबाट उँभो रहेछ लेफ्ट ह्यान्ड साइड। अनि हामीलाई याद छ कि कुनै पनि अपरिचित जग्गामा नयाँ जग्गामा गएर एक्सप्लोर गर्नु भनेको नै एडभेन्चर स्पिड देखिन्छ। र अहिले भने हामी चिवा भन्ज्याङ जाने बाटोमा आइपुग्यौँ। यहाँबाट उँधो कहाँ जान्छ थाहा भएन। र अब चाहिँ यहाँबाट हामी चिवा भन्ज्याङ होमस्टेमा जाँदैछौँ। उत्तरी बजारदेखि चिवा भन्ज्याङ होमस्टे लगभग 10 किलोमिटर रहेको छ। र अहिले भने हामी पुगेका छौँ हाम्रो डेस्टिनेसनमा। फाइनली हामी चिवा भन्ज्याङ होमस्टेमा चाहिँ आइपुग्यौँ। यो उत्तरदेखि निकै माथि पर्छ, लगभग 10 किलोमिटर जस्तो। अनि यहाँ आइपुग्दाखेरि के देख्यौँ भन्दा तपाईँले हेर्नुहोस् यहाँको नजारा। अनि एउटा बडो अचम्मको लाग्दो के भने
चिया भन्ज्याङको गेट ढोका त्यहाँ थियो होइन। जस्तो त्यहाँबाट हामी यता हेरेको चिया भन्ज्याङको गेट त देख्यो, तर भित्र हामीले होमस्टे देखेनौँ। तर होमस्टे चाहिँ के भएको रहेछ भन्दाखेरि सबै फगी आएर चाहिँ छोपिएको रहेछ। छेउमा गएर तपाईँलाई देखाउँछ यता होमस्टे। सो होमस्टे चाहिँ यहाँ रहेछ। अघि चाहिँ देखेको थिएन बिकज अफ यो फगीले गर्दाखेरि। हामी चाहिँ होमस्टे खोज्दै थियौँ, होमस्टे चाहिँ फगीले पुरा ढाकेर सेतै भएको रहेछ। हाम्रो यहाँ सरले र जोजोले चाहिँ विशेष गरेर जोजोले होमस्टे खोज्दै थियो, सबै ढाकेर सेतै भएको रहेछ। अन्त हुनु हेर्नु पऱ्यो, रोडै देख्दैन अन्त हेर्नुहोस् त। हामी बस्ने आजको होमस्टे यही हो र हामी भित्र गएर हेर्दैछौँ। हेर्नुहोस् एकदमै दामी रहेछ है होमस्टे चाहिँ। सो रुम चेक गर्न जानेछौँ। आज हामी यहाँ हुन्छ है। म ढिलो सुत्छु। किन भन्नुहोस् त? ढिलो सुत्दै र छिटो सुत्दै नमिलाउनु पर्छ। ए अङ्कल छिटो सुत्नुहुन्छ। तपाईँ ढिलै होला। म ढिलै हो। त्यसरी दुईजना मिल्ने रहेछ। यहाँ आन्टी हुनुहुँदो रहेछ। नमस्ते। उहाँ आन्टी चाहिँ राईको छोरी सुब्बाको बुहारी यानि कि यो होमस्टेको मालिक नै हुनुहुन्छ भने यो होमस्टेमा उहाँले यस्तो मजाले यो मकैहरू सजाएर राख्नु भएको छ। पहिला यस्तो गर्ने गर्थ्यो भने अहिले थोरै मात्रामा देख्न पाइन्छ। साथै उहाँले यो होमस्टेमा धेरै थरीका फुलहरू पनि सजाएर राख्नु भएको रहेछ। यहाँबाट बाहिर चाहिँ हेर्नुहोस् सबै सेतै सेतो छ। अब केही देख्दैन यहाँबाट चाहिँ। हेर्नुहोस् अब भोलि बिहान चाहिँ कस्तो हुन्छ। हामी यहाँबाट अब चिया भन्ज्याङ जान्छौँ है। किन हामीलाई अलिक रेलै सोचेको थियो कि पहिलाको जस्तो रिलाइ गरिदिनु होला हामीलाई। रेलै गरेको थियो कि मैले यो चाहिँ अब अपोजिट लाउनै पाउँदैन हो। हजुर दल दिन्छु भनेर ल अब ठिक रहेछ। पहिले हाम्रा बुढापाकाहरूले यस्ता मकैहरू सजाएर राख्ने गर्थे आफ्नो घर धुरीमा भने अहिले होमस्टेमा पनि राख्नु भएको रहेछ। तातो कफी बनाएर खुवाउनु हुँदैछ। नाना यहाँ अहिले यस्तै हो, यो यसरी नै फगी लागिरहेको रहेछ है। हजुर यो उक्रिँदा त राम्रो उक्रिन्छ कि ए उयो भएर के भन्छ डुम्मा भएर ए त्यो त धुम्म रहेछ। यो निकै दिनदेखि यस्तो भएको थियो नाना यहाँ कि आज मात्रै हो? एक हप्ता हुनु पाटे। एक हप्ता है। हजुर ला भोलि उग्रिने चान्सेस छैन जस्तो भनेपछि। उक्रिँदा त दामी हुन्छ दामी। ए हजुर हजुर भोलि हेरौँ हजुर। त्यो त अब हाम्रो लकमा कति रहेछ। भाग्य जोगीले उक्रिहाल्नु। उहाँको त निधार ठुलै त छ हुनु त। लकमा प्लग जोडिनु पर्यो भोलि चाहिँ। मेरो पनि निधार ठुलै छ नि हो। अब यो निधारले कतिको लकले जोजोको पनि ठुलै देखेको थिएँ। जोजोको निधार देखाइदिनुहोस् न। छ नि यो ठुलो यता पनि ठुलै छ हो। तर घाम पो छ कि छैन। हाम्रो नानी कति क्युट हुनुहुँदो रहेछ। कता गयो म्याउ? म्याउ कहाँ जानुभयो? अहिले भने चाहिँ हामी रात्रिको भोजनतर्फ लाग्यौँ र रात्रिको भोजन भन्ने चाहिँ उहाँहरूले हामीलाई दाउरामा पकाएर खुवाउनु भएको छ। अनि उहाँहरू दुईजना चाहिँ बोजू र नातिनी हुनुहुन्छ भने बोजू नातिनीको माया त सर्वश्रेष्ठ छ, थाहै नै छ। नातिनी भने क्यामेरा निकाल्ने साथ पोज भनेर फोटो खिच्न उहाँ तयार हुनुहुँदो रहेछ। यो हो बिहानीको दृश्य। हामी यो सोफोका भन्ने जग्गामा छौँ। मेरो पछाडि तपाईँले देख्नुहुँदैछ सनराइज पनि भइरहेको छ है। आज एकदमै दिन उक्रिदिएको छ। सो हाम्रो लागि एकदम खुसीको कुरा हो र यहाँबाट अगाडि गएर पनि तपाईँहरूलाई त्यहाँको दृश्यहरू मेरो यो भ्लगमा समेट्ने छु। अवश्य पनि तपाईँहरूले मन पराउनुहुन्छ भन्ने आशा साँचेको छु। अनि साथै तपाईँहरूबाट एउटा एक्सपेक्टेसन के पनि छ भन्दाखेरि यो मेरो भ्लग हेरेर तपाईँहरूले अवश्य मलाई लाइक सपोर्ट पनि गरिदिनुहुन्छ होला। ए हजुर हजुर त्यो उयो बजार थुम्की त्यो डाँडा हो त्यसको अलिकति उता अलिअलि देख्दै रहेछ हिउँ पनि। ए हजुर अलि देख्दैछ। लाभी चाहिँ ए लाभी चाहिँ त्यहाँ पर्यो है। त्यहाँदेखि यता सुकाचुलीको ए सुकाचुली कोचेला ए अलिअलि चाहिँ उक्रेछ। हजुर निकै पो तर निकै भयो। हिजो त तपाईँको अन्त हामीले यहाँ तपाईँको यो होमस्टे नदेखेको अन्त। सबैभन्दा यहाँ आएको चाहिँ हगी नै हो। हजुर हजुर एकदमै। र आजको हाम्रो पहिलो ट्र्याकिङ चाहिँ अब सुरु हुन्छ यहाँबाट है। र यो चाहिँ के हो भन्दाखेरि प्लास्टिक छ, भाँडा छ है। यसभित्र के छ भन्दा आजको हाम्रो लन्च छ।
हामी 3 भाइ भने चाहिँ हिजो जुन होमस्टेमा आएर बसेका थियौँ त्यो होमस्टेदेखि हामी आज हाम्रो पहिलो गन्तव्यपट्टि हामी प्रस्थान भइसकेका छौँ भने आज यी मेरो ल्यान्डस्केपमा तपाईँले देख्नुहुँदैछ विभिन्न प्लेसेसहरूको राम्रो राम्रो दृश्य साथै यी टराइनहरू छ जहाँ तपाईँले चिवा भन्ज्याङ जाँदाखेरि यी ठाउँहरूलाई क्रस गरेर जानुपर्ने हुन्छ। र अहिले भने चाहिँ अब यहाँबाट हाम्रो गाडी तानेन, सो गाडी अब यहीँनिर पार्क गरिराखेर चाहिँ साइड गरिराखेर यहाँबाट उँभो चाहिँ अब हामी पैदल यात्रा सुरु हुन्छ। हाम्रो ट्रेकिङ चाहिँ अब यहाँबाट हाम्रो स्टार्ट हुन्छ। सो यहाँबाट चाहिँ अब हामी हिँड्नुपर्ने अवस्था। र तपाईँहरूलाई जानकारी दिनु पर्दाखेरि जुन हाम्रो 3 डेजको ट्रेकिङ थियो वेस्ट सिक्किम चिवा भन्ज्याङ फोक्टे सिङ्गालिया हुँदै हामी हिजो जहाँ होमस्टेमा बसेको थियौँ त्यहाँदेखि चाहिँ गाडी यो आधी बाटोसम्म आउँदो रहेछ। यहाँसम्म लिएर गाडी राख्यौँ हामीले, किन भन्दाखेरि यो उकालो गाडी तानेन। सो द्याट अब हामी यहाँबाट पैदल यात्रा गर्नुपर्ने हुन्छ। हामी फुल सेटअपमा रेडी भएर अगाडि जाँदैछौँ। अनि मसँग जो टिम हुनुहुन्थ्यो है उहाँहरू चाहिँ अगाडि जानुभयो। म चाहिँ अलिकति मेरो यो प्याकहरू गर्दा गर्दा सामान निकै घटाएको, निकै अब उकालो हिँड्नुपर्ने भएको हुनाले गर्दाखेरि चाहिँ साह्रो पर्छ होला भनेर आधी सामान घटाएको छु है। सुनसान जङ्गल छ हेर्नुहोस् है, मतलब सुनसान रोड छ अनि त्यसमा म छु। अनि यो जग्गाहरूमा स्पेसली तपाईँको भालुसँग डर छ हो। यतिखेर भालु टक्कै भेट भयो भने चाहिँ अब भालुसँग पुरा इन्ट्रोडक्सन गर्नु पऱ्यो मैले। म चाहिँ लोकल नै हो, सिक्किमकै हो, तपाईँकै छिमेकी भनेर। किन भन्दा अब यहाँ उपाय छैन, मेरो हातमा सुन्तला छ, सुन्तला दिएर चाहिँ अब भालुलाई फकाउनु पर्छ होला। रेड पान्डा त के छैन। अनि यो तपाईँलाई भन्नुपर्दाखेरि यो जग्गा चाहिँ रेड पान्डा पनि धेरै पाइन्छ है। यहाँ चाहिँ तपाईँहरूले अब कसै एनिमल लभर्सहरू हुनुहुन्छ भने तपाईँको लागि जानकारी, यहाँ रेड पान्डाहरू पाइन्छ। अनि विभिन्न प्रकारको चराचुरुङ्गीहरू पनि यहाँ पाउन सकिन्छ है। मैले चाहिँ यहाँबाट सर्टकट अप्नाएँ है त। अब रोटै रोड जाउँ भने साथीहरू छोडिसक्यो। अब यो पर घुमेर पनि यहाँ माथि आउनुपर्ने रहेछ, मैले अनुमान लगाएको। सो यो रोड छोडेर म अब सर्टकट अप्नाएँ है त। कहिलेकाहीँ जिन्दगीमा सर्टकट पनि अप्नाउनु अरे। र म जो र अर्को साथीलाई भेट्नुको लागि चाहिँ अब यो सर्टकट जाँदैछु है त। सर्टकट हिँडेको थिएँ, यहाँ आइपुग्दो रहेछ भन्दै मैले आधी किलोमिटर जस्तो कभर गरेँ। हजुर, अब त्यो रेन्जबाट चाहिँ जति पनि हामीले हिमालयन रेन्जहरू देख्छौँ, जस्तो माउन्ट एभरेस्ट भयो, मकालु भयो, अन्नपूर्ण भयो, होइन, धौलागिरीहरू, त्यो रेन्ज चाहिँ अरू जग्गाबाट देख्नु सक्दैन अरे क्या। यस्तो राम्रोसँगले चाहिँ राउन्डमा चाहिँ यस्तो फोर्थ टाइम हो है। तर यो ठाउँहरू चाहिँ कस्तो भने अब एकपल्ट गए दुईपल्ट गए भन्ने हुँदैन। तपाईँ जतिखेर आउनुहुन्छ त्यतिखेर नै यसको ब्युटी चाहिँ आफ्नो हुन्छ। हजुर, अब यो पालि आउँदाखेरि हेर्नुहोस् पुरा फगी लागेको, हजुर होइन, हजुर, फगी लागेको, फगी लागेपछि केही देख्नु नसक्ने अवस्था। त्यस्तो ठाउँको डाँडामा फेरि खानेकुरा बनाएर खानु, हजुर, होइन, त्यो फाल्टै रमाइलो छ नि। हजुर, र जतिपल्ट आए पनि अब डिफ्रेन्ट त्यसको उयो मजा चाहिँ आउँछ क्या। हजुर। प्रिकसन चाहिँ कस्तो भने कतिलाई हेर्नुहोस् 5000 6000 फिटदेखि नै लेक लाग्ने गर्छ। हजुर, हो, त्यो चाहिँ याद गर्नुहोस्। तपाईँहरूको जस्तो निधारमा चिडचिड पसिना आउने, टाउको दुख्ने, वाक आउने त्यस्तो अवस्था छ भने तपाईँहरू माथि नजानुहोस्। तल होमस्टेहरूबाट नै माथि नजानुहोस् तपाईँहरू नि, चित्रेहरूबाट नै। किनभने जति माथि जानुहुन्छ हेर्नुहोस् 12000 15000 फिट माथि हो, त्यहाँ त त्यसै पनि लेक लाग्छ। हजुर। र हाई अल्टिट्युडमा तपाईँको नोज ब्लिडिङहरू भयो भने चाहिँ एकदमै कठिन पर्छ। किनभने यहाँनिर हाम्रोमा त्यस्तो मेडिकलको सुविधा छैन। हजुर। यहाँनिर हुन चाहिँ एससिपी क्याम्प छ, हाम्रो सिक्किम पुलिसको क्याम्प छ, उता नेपाल प्रहरीको क्याम्प पनि छ है, एसएसबीको पनि छ। तर जुन पाउनुपर्ने छ नि अपर्झट मेडिकल फेसिलिटीहरू त्यो पाउन सक्दैन नि त। नपाउँदाखेरि चाहिँ केही पनि हुनसक्छ। त्यसले गर्दाखेरि चाहिँ सबसे पहिला चाहिँ तपाईँहरूले चाहिँ आफ्नो हेल्थ चाहिँ भइगयो याद गर्नुहोस्। जस्तो प्रेसर हुनेहरू भयो, होइन, अब हार्टको पेसेन्टहरू बिमारीहरू त अब
प्रायः नआएकै राम्रो भन्छु म चाहिँ। ए तपाईँहरूलाई एउटा गोप्य जानकारी, तपाईँहरू यो चिवा भन्ज्याङपट्टि चाहिँ ट्रेकिङ आउनुहुँदैछ भने यहाँ चिवा भन्ज्याङको चेकपोस्टमा तल चाहिँ एसएसबीले पनि गर्छ अनि यहाँ माथि सिक्किम पुलिसले गर्छ। तपाईँहरू तल गरेर माथि पनि गर्नुहोस्, माथि गर्न नभुल्नुहोस् है। यहाँ तपाईँहरूलाई यहाँ पनि एन्ट्री गराउनु पर्ने हुन्छ र अहिले चाहिँ हामी एन्ट्री गर्नु जाँदैछौँ। हामी चाहिँ नेपाल अनि इन्डियाको बोर्डरमा पुगेको छ। एउटा खुट्टा अब नेपालमा हुन्छ, एउटा हाम्रो इन्डियामा हुन्छ है। ए अब यो भाग तपाईँको इन्डियाको यानि कि सिक्किमको अन्तिम हो भने यहाँबाट उता अब नेपाल, एउटा जो खुट्टा जोको नेपाल, एउटा इन्डिया ल जो नेपाल इन्डिया भन्नु नि जो सिमाना चाहिँ यहाँ रह्यो। अब सिमाना ओके। अब यहाँबाट जो एउटा खुट्टा नेपाल लु जो प्रवेश तपाईँको उहाँको चाहिँ नेपाल प्रवेश भयो। हाम्रो राजु पाखिम जोजोको अब यता हाम्रो सरको पनि लु प्रवेश नेपाल इन्डिया नेपाल इन्डिया। अब मलाई पनि यहाँ यसो दिनुहोस् न लु आउनुहोस्। ए उयो गर्नु अब चाहिँ म पनि इन्डियाबाट नेपाल प्रवेश गर्दैछु है त। इन्डियाबाट म नेपाल प्रवेश गर्दैछु। सो इन्डिया नेपाल इन्डिया नेपाल होइन नि, म नेपालभित्र पसेँ। अब यहाँभित्र गएर अगाडिको पनि के छ तपाईँलाई देखाउँछु है त। अगाडिको यात्रा अब हाम्रो कालीझार बेस क्याम्प अनि फोक्टेतर्फ अगाडि बढ्दैछौँ। आज भने चाहिँ हामी चिवा भन्ज्याङ आइसक्यौँ र चिवा भन्ज्याङदेखि अब हामी फोक्टे जानेछौँ। नेपालपट्टिको होमस्टे रहेछ। सो उहाँको पनि नम्बर लिइराख्नु भएको। यदि तपाईँहरूलाई यहाँ आएर यो चिवा भन्ज्याङमै बस्न चाहनुहुन्छ भने चाहिँ एकदम नम्बर तपाईँलाई सेयर गरिदिनेछु है। तपाईँहरू पनि यहाँ आइकन उहाँको होमस्टेमा बस्न सक्नुहुन्छ। होमस्टे यहीँ नजिक नै छ। यो बोर्डर हो भने यहाँकै केही दूरीमा यहाँबाट 150-200 फिट अलिक टाढोमा चाहिँ तपाईँको होमस्टे छ है। तपाईँ त्यहाँ आएर बस्न सक्नुहुन्छ। हामी 3 भाइ भने चाहिँ हाम्रो गन्तव्यतर्फ लगातार रूपमा अगाडि बढिरह्यौँ भने आज मौसमले साथ नदिए तापनि मौसमसँग हामी लड्दै जुझ्दै यी जङ्गलभित्र प्राकृतिकले दिएका ती सुन्दर फुलहरू हाम्रो क्यामेरामा क्याप्चर गर्दै अगाडि बढ्यौँ। बादल पारीको देशबाट मेरी माया चाहिँ होइन, यहाँबाट उतापट्टि गएपछि अब तपाईँको कालीझार भन्ने आउँदो रहेछ है। सो फाइनली हामी चाहिँ कालीझार आइपुग्यौँ। दुःख लाग्दो कुरो चाहिँ के भन्दाखेरि कालीझारमा चाहिँ अब आजको मौसमले गर्दाखेरि एकदमै फगी छ है। एकदमै हेर्नुहोस् त तुवालो लागेको छ पछाडिपट्टितिर। अनि हामी यहाँबाट अब सायदै अगाडि पनि जान सक्दैनौँ होला, किन भन्दा अब हिउँ पर्ने स्थिति छ है। हेल स्टोनहरू पनि आउने चान्सेस छ र बाटोघाटोमा हामीलाई हिँड्न साह्रो पर्छ, पानी पनि आउने सम्भावना छ र बाटो अलिकति तल खराब भएकोले गर्दा हामीले गाडी आधी बाटोमा राखेको छौँ। सो हामीलाई टाइममा पुग्नुपर्ने हुन्छ। अब यहाँ बसेर हाम्रो के खानेकुराहरू छ हामी खाइकन आफ्टर द्याट हामी यहाँबाट रिटर्न हुन्छौँ होला। अगर उग्रिहालेछ भने हामी फोक्टे पनि जाने प्रयास गर्छौँ अनि त्यहाँबाट हाम्रो सिङ्गालीला पनि छ है, त्यहाँको पनि देखाउनेछौँ। यदि दिन उग्रिदियो भने अथवा पानीहरू पर्दैन भने अदरवाइज हामी यहाँबाट रिटर्न हुन्छौँ। अब यहाँ हाम्रो खानेकुराहरू लिएर आएको छौँ है। तपाईँलाई देखाउने चाहिँ स्पेसली यस्तो चिसो जग्गामा आएर चाहिँ मैले चाहिँ म्यागी खाने प्लान गरेको छु है, जुन चाहिँ मेरो पोर्टेबल स्टप छ। त्यो म जहाँ पनि लगेर जान्छु, स्पेसली एडभेन्चरमा त म लान्छु है। यहाँ पनि खाएर हामी तपाईँलाई त्यो क्लिप पनि हाल्नेछु, अवश्य हेर्नु होला। यदि तपाईँहरूलाई मन पऱ्यो भने यसलाई अगाडि अरूको साथमा पनि सेयर गरिदिनु भने अनुरोध गर्न चाहे। एट द टप अफ द हिल हिमालयको फेदमा -डिग्री सेल्सियसमा गएर आफ्नो लन्च बनाइकन खानु अनि त्यसमा पनि यो म्यागी खानु भनेको आफ्नो शरीरलाई रिफ्रेस गर्नु हो भनेर म मान्छु। अनि मैले आजको लन्च चाहिँ म्यागी अनि होमस्टेबाट लिएको खाना अनि यो मटरहरू थियो। यहाँ गएर हामीले अब खाइरहेका छौँ। यो स्वाद तपाईँहरूको लागि पनि हामी लिइरहेका छौँ। अवश्य पनि तपाईँहरूले हेरेर यसलाई इन्जोय गर्नुहुन्छ होला भन्ने आशा साँचेको छु। त्यस पछाडि हामी हाम्रो लन्च सकेर फेरि लगातार रूपमा हामी फोक्टेतर्फ अगाडि बढ्यौँ। र तपाईँहरूलाई जानकारी दिनुपर्दाखेरि जुन चाहिँ हामी यहाँ भर्खर आइपुगेको थियौँ कालीझारदेखि तपाईँहरू यदि फोक्टे अनि सिङ्गालिया जानुहुन्छ भने यो बाटोहरू हेरिराख्नुहोस्। अहिले त पुरा फगी लागेको छ, तर पनि तपाईँहरू आउँदाखेरि यो रुख चाहिँ हेर्नुहोस्। अनि यो रुखबाट चाहिँ दुईवटा बाटो छुट्टिएको छ है, एउटा लेफ्ट साइड एउटा राइट साइड। यो राइट साइड जानुभयो भने तपाईँहरू यहाँबाट फोक्टे जान्छ, लेफ्ट साइड जानुभयो भने तपाईँहरू सिङ्गालिया जान्छ। अनि दुई साइडमा तपाईँहरूलाई अब
फोक्टे जानुभयो भने तपाईँहरू हार्डली 1 घन्टामा पुग्नुहुन्छ। लगभग 2.5 किलोमिटर जस्तो छ। अब हिँड्नेलाई 1 घन्टा, नहिँड्नेलाई अलिक बेसी लाग्न सक्छ भने त्यस्तै प्रकारले यताबाट तपाईँहरू सिङ्गालिया पनि जान सक्नुहुन्छ। त्यति तपाईँहरू 1 घन्टा लाग्न सक्छ। अब हिँड्ने मान्छेलाई 1 घन्टा लाग्न सक्छ। अब त्यस्तै हिँड्नेलाई चाहिँ अब एभरेजमा हिँड्नेहरूलाई चाहिँ 1 घन्टा लाग्छ भने अब कतिजना हिँड्नु सक्नुहुन्न उहाँहरूलाई हार्डली राखिदिनुहोस् 1.5 घन्टा या 1 घन्टा 40 मिनट जस्तो राखिदिनुहोस्। यो बाटो तपाईँहरू फोक्टे जानुभयो भने राइट साइड जानुहोस्, अनि सिङ्गालिया जानुभयो भने तपाईँहरू लेफ्ट साइड जानुहोस्। र अहिले हामी ट्रेकिङ गर्दै यहाँ आइपुग्यौँ र यहाँबाट उकालो चाहिँ हामी फोक्टे उँधो वर्षे पुग्छौँ भने यहाँ चाहिँ प्रेमिकाहरू पनि आएको रहेछ भनेर हामीले प्रमाण पाएको छ। त्यो चाहिँ कसरी भन्दा यसरी एस लभ ए, द्याट मिन्स सुनिल लभ अस्मिता पनि हुनसक्छ, सुरेन लभ अस्मिता। वाटेभर, तर यहाँ लभरहरू पनि आउनु भएको रहेछ है। हामी त्यहाँ बसिरहनु त। आकाशबाट सेतामे हिउँसँग थोपा थोपा पानी पनि झर्न सुरु भइसकेको थियो भने पत्ता झरेका यी सासाना रुखहरूमा हिउँको सहारा लिएर यी रुखहरूले आफूमा न्यानो ओभानो छाएको महसुस गर्दै हामी हिउँसँग जुझ्दै अगाडि बढ्यौँ। तपाईँहरूलाई सानो विश्वासको कुरा चाहिँ के भन्न मन लाग्यो भन्दाखेरि यहाँ आइपुग्दाखेरि हामी जान त अब डेस्टिनेसन हाम्रो यो थिएन। जुन डेस्टिनेसन तपाईँहरूलाई मैले अगाडि इन्ट्रोतिर भनेको थिएँ, अब हाम्रो फोक्टे थियो, सिङ्गालिया थियो है, अनि त्यहाँ जाने थियो। तर अब यहाँ आइपुग्दाखेरि चाहिँ हिउँ पर्ला जस्तो पानी पर्ला जस्तो हुँदैछ। अब सायद यहाँबाट हामी अलिक माथि गएर सायद त्यस्तो भयो भने चाहिँ वापसी होला जस्तो लागिरहेको छ है। त्यो हिउँ आएर चाहिँ जामेर कस्तो हुन्छ भनेर भन्दाखेरि तपाईँहरूलाई चाहिँ यहाँ अगाडिबाट देखाउँछु। यस्तो हुन्छ, यस्तो हुन्छ, चिप्लिन्छ। त्यस कारणले गर्दा अब जस्तै यो बाटोमा पनि यसरी नै थाक भइदियो भने हामीलाई हिँड्नु असहज हुन्छ, गाह्रो हुन्छ। यसरी कसरी हिँड्ने हेर्नुहोस् कि चिप्लिन्छ हो। सो तपाईँहरू पनि एकदम बी केयरफुल है। यस्तो ठाउँ चाहिँ यहाँ छ भने चिप्लिन्छ नि त। एउटा गीत छ, देउराली पाका बिरानो कसरी बिर्सौँला भने चाहिँ हाम्रो साथी सरले चाहिँ अब यहाँबाट अगाडि हाम्रो आजको यात्रा बढेन बिकज अफ वेदरको कन्डिसनले गर्दाखेरि हेल स्टोन पनि आउला जस्तो भयो, साथसाथै पानी अनि स्नो पनि। सो अब हामी फर्किनु पर्यो हो। अब उँभो जानु सकेन, त्यसले गर्दा गएर पनि केही छैन रहेछ आज यस्तो वेदरले गर्दा। त्यसले कारण हामी यो एन्डिङसम्म चाहिँ बनाइराखेको हाम्रो चिनो मात्रै हो। फेरि आउनेछौँ है, अनि यहीँबाट फेरि कन्टिन्यू गर्नेछौँ क्या। यो देउराली भत्काएर पस गरेको मात्रै हो। फेरि यहीँबाट कन्टिन्यू हुन्छ हो आउने दिनमा। यहाँदेखिको उताको दृश्य तपाईँहरूलाई देखाएरै छोड्नेछौँ। अवश्य पक्कै पनि हामी आउनेछौँ। फेरि यो देउरालीलाई भत्काएर रिबिल्ड गर्नेछौँ, जुन चाहिँ माथि डेस्टिनेसनमा पुगेर। र अहिलेलाई भने चाहिँ यतिमै राख्न चाहन्छु। यी देउरालीहरूले ती यात्रीहरू फेरि बाटो फर्केर आउँछ भन्ने आशा लिएर कुरिरहनुहुन्छ भन्ने विश्वास लिएर हामी भने अब फर्किएका छौँ हाम्रो होमस्टेतर्फ। हामी निराशा त पक्कै पनि बनेका छैनौँ, हरेस पनि खाएका छैनौँ। किनभने जहाँ सूर्य अस्ताएको हुन्छ भने भोलिबाट सूर्य उदाएको हुन्छ, अनि फेरिबाट हामी यहाँ आउनेछौँ र हाम्रो गन्तव्य पक्कै पनि पुरा गर्नेछौँ। अनि यो बोतल चाहिँ मैले किन बोकेको भन्दाखेरि हामीले माथि लगेर अघि चलाएको बोतल हो। अब यतातिर यस्तो इन्भाइरोमेन्टमा फ्याँक्नु हुँदैन, तपाईँहरू पनि नफ्याँक्नुहोस्। यो बोकेर जाने मैला जति चाहिँ हामीले यहाँ हालेको छौँ है, अब तल गएर डस्टबिनमा हालिदिने भनेर तपाईँहरूलाई पनि हामी काइन्डली अनुरोध गर्न चाह्यौँ। किन भन्दा यो पल्युटेड हुन्छ नि त, यहाँ यस्तो राम्रो इन्भाइरोमेन्ट छ है। सो तपाईँहरूले पनि प्लिज, तपाईँहरू आउनुहुँदैछ यहाँ भने आफ्नो सरसामान आफूले खाएको प्लास्टिक वगेरा बोटल्सहरू लगेर चाहिँ तल डस्टबिनमा फ्याँकिदिने हामी अनुरोध गर्न चाह्यौँ।